दिदी होइन मैले तपाईँलाई कहिल्यै भनेको छैन कि त्यस्तो तपाईँलाई चाहिँ होइन यस्तोमा यस्तो गरेर यस्तो भ्यात्त बलेको चाहिँ होइन यो के भन्छ आइब्रो भएको चाहिँ तपाईँ राम्रो देखिन्छ भनेर भन्नु न मलाई ल मैले तिमीलाई कहिल्यै भनेको छैन होइन तिमीलाई चाहिँ यहाँ पुरै रात एकदम लिपस्टिक लगाएको चाहिँ राम्रो देखिन्छ क्या अलिक ठुल्ठुलो ओठ बनाएर लाग्छ मैले तपाईँलाई कहिले भनेको छैन होइन तपाईँलाई चाहिँ हुन्छ नि यस्तो यस्तोमा चाहिँ गोलो गोलो रात रात यस्तो बनाएर यस्तो 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 बनाएको चाहिँ राम्रो देखिन्छ मैले चाहिँ तिमीलाई कहिल्यै भनेको छैन होइन तिमीले चाहिँ गाजल एकदम मोटो मोटो लगायो भने चाहिँ राम्रो देखिन्छ ल मैले तपाईँलाई कहिले भनेको छैन होइन तपाईँलाई चाहिँ ठुलो नागिन जस्तो टिका लाग्नु राम्रो देख्छ भनेर नागिन जस्तो मैले चाहिँ तिमीलाई कहिल्यै भनेको छैन होइन तिमीलाई चाहिँ यहाँ गोलो रातो टिका लगाएको राम्रो देखिन्छ भनेर ल भन मलाई मैले तपाईँलाई कहिले भने होइन होइन तपाईँलाई चाहिँ त्यो हुन्छ नि त्यो पेन्सिलले कोर्छ नि मान्छे यस्तो पेन्सिलले कोरेर यस्तो लिपस्टिक लगाउँछ नि ओठ ठुल्ठुलो भ्यात्त परेको ओठ क्या हो त्यस्तो राम्रो देखिन्छ भनेर के गरे ल मैले चाहिँ तिमीलाई कहिल्यै भनेको छैन होइन तर तिमीलाई चाहिँ यहाँ यस्तो दुईचोटि बाटेको चाहिँ राम्रो देखिन्छ क्या आशा अब आशा न हाँस्दिनँ म राम्रो देखाएको छ कि यसरी मैले तपाईँलाई कहिले भनेको होइन तपाईँ चाहिँ एउटा मात्रै बानेको होइन यहाँ एउटा मात्रै बानेको राम्रो देख्छ भनेर कहिले भनेको छैन मैले तपाईँलाई त्यस्तो के हो यस्तो यो